हाई हेलो नमस्ते। मेरो दोस्रो भ्लगमा तपाईँहरूले स्वागत छ। तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरेर तपाईँहरूले पनि मनोरञ्जन लिनुहोला भन्ने आशा छ। अनि तपाईँहरूले पनि हेरेर साथ सपोर्ट दिनुहुन्छ होला भन्ने आशा छ। र म काठमाडौँबाट विराटनगरको लागि उड्नको लागि आएको छु। र अब अहिले म काठमाडौँ डोमेस्टिक टर्मिनलबाट अब बाहिर रनवेमा गइरहेको छु। र अहिले बाटोको कारणले गर्दाखेरि अहिले प्लेनहरू होल्ड भइरहेको छ र बिस्तारी बिस्तारी अगाडि बढिरहेको छ। धेरै रुङ्नु पर्यो। अब यस्तै छ समयहरू, हेर्नुहोस्। र अब हामी रनवेबाट उड्न लागिरहेको छौँ। अब चाहिँ हामी रनवेको रफ्तार, प्लेनहरूले रफ्तार लिएको देखिन्छ। अब हेर्दै जाउँ। अब रनवेबाट देखिएको प्लेनहरूको दृश्य देख्न सकिन्छ। रनवेबाट देखिएको यो प्लेन त्रिभुवन विमानस्थलको विमान पार्किङहरू। र हामी यहाँबाट अब उडेर आकाशको बाटो लाग्नेछौँ। र अहिले नयाँ बनाउँदै गरेको यो रनवेहरू हो, पार्किङ एरियाहरू हो। र अहिले सैमतर्फ देखिएको सहरहरू मलाई नाम त प्रष्ट थाहा छैन, तर पनि देख्दाखेरि रमाइलो त लाग्छ। आज समय मौसमको कारणले गर्दाखेरि प्रष्टसँगले देख्न सकिएको छैन। र उड्दा उड्दै आकाशबाट दिएको सहरहरू, यो पक्कै पनि बागमती नदी हुनुपर्छ। यो सहरहरू कुन हो भन्ने कुरा मलाई त थाहा छैन, र पनि मैले तपाईँहरूलाई देखाउन गइरहेको छु। यो पहाडहरू चिरेर कोरेर जसरी भए पनि मान्छेका बस्तीहरू बसेको देखिन्छ। पहिले पहिले उड्दाखेरि यो बस्तीमा पुरै जङ्गल र पहाडहरू थिए। अब अहिले यो समयमा यस्तो प्रकारको देखिन्छ। लाग्छ मलाई विकास भएको हो कि जस्तो पनि लाग्छ। हुनसक्छ यस्तो ठाउँमा पनि कोरपार गरिकन गाडीहरू कुद्छन्, सबै कुरो पुग्छ, सबै कुरो त्यहाँ सम्पन्न छ। हरेक ठाउँमा पढाइहरू, स्कुलहरू, स्वास्थ्य चौकीहरू प्रशस्त पाइन्छ। पक्कै पनि यो डेभलप भएको नै भन्न सकिन्छ। पहिले पहिले यो ठाउँहरू एकदम जङ्गल जस्तो देखिन्थ्यो। यतिखेर पुरै डाँडाहरू सहर जस्ता देखिन्छन्। अब अहिले धेरै नै माथि आकाशको रफ्तार लिएको देखिन्छ प्लेनले। तल हेर्दाखेरि धेरै टाढो टाढो बाटाहरू देखिन्छन्। बादलहरू छन्। आजको समय अलिक थोरै बादल लागेको कारणले केही देख्न सकिएन। हिमालहरू देखिन्थ्यो। र अहिले चाहिँ भने विराटनगरतिरको दृश्य देख्न थालिएको छ। यो चैते वैशाखको खरेरीमा पनि हरियो देख्न सकिन्छ। हाम्रो नेपालमा सबै खेतीपाती हुने नै हो, तर ध्यानपूर्वक गरेन, बुद्धि तरिकाले गरिएन भने यो पनि हुन नसक्ने जस्तो अवस्था छ। हेर्नुहोस्, अहिलेको हरियाली देखिन्छ सुक्खा जग्गामा पनि। पक्कै पनि गर्यो भने हुनेछ, गरिएन भने केही पनि हुँदैन।
हेर्नुहोस्। र अब भने हामी अवतरणको लागि तयारीमा भयौँ र हाम्रो अवतरण भने यस प्रकारको थियो। हेर्नुहोस्। ल ब्राडनरको एयरपोर्टमा हामी अवतरण गऱ्यौँ। राम्ररी अवतरण गरियो। यो नयाँ टर्मिनल बनाउँदै गरेको उता देखिन्छ। त्यसको अगाडिपट्टि भने पुरानै छ र अहिले चाहिँ पुरानै बाटो चलिरहेको छ। ब्राडनगरको यो घरहरू मान्छेको बस्तीको गाउँको घरहरू हुन्। धन्यवाद। सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ। धन्यवाद छ। Thank you for watching.